मासु त रेडी गर्दैछौँ। ल हाम्रो ताईले रोटी बनाएको है। पनि आउला यता आऊ। यसरी सिरिवा हो के छोजो के बोल्दा रातिको 12 बजेको हालत यस्तो छ लाएर को बस्नेको यता मासु त रेडी गर्दैछौँ। अनि सेलरोटी अनि यता चिकन काट्दै हो, मासु काट्दै हो। अब भोलिले फेरि चिकन काट्यो भने फेरि हुन्छ बनको बस्ने। डेकोरेसन कसले गर्छ अनि? हामीले कसले? कतिले गर्छ नि डेकोरेसन त? अनि तिमी मम्मीले डेकोरेसनमा हेल्प गर्छ त? अनि मलाई हेर्नु त नि हामीले चिकन किन काटेको? के बनाउनु भनेर काटेको बाबा? बहिनीको मर्छु नि त। म गर्छु। यसले काटिदिन्छु। सानो सानो बनाउने। मम्मी सुतिर नानी टाइनी ल टाइनी पिसेस बनाउने हो। मैले टाइनी बनाए। म टाइनी बनाउँछु। कसरी वास गर्नुपर्छ है? वास गर्नु सबै छ नि तिम्रो? म राख्छु त नि पख नि त। तिमीले हेल्प गर्नु त ड्याडीलाई। तिमीले के मैले तिमीलाई के भनेको मुन्डु? ट्रकले हेर्नु पहिला लु। ट्रकले हेर्ने सेट यसलाई होइन यसलाई पर्दा ल हाम्रो ताईले रोटी बनाएको है। क्याटरिङ सुविधा उपलब्ध छ। क्याटरिङ सुविधा उपलब्ध छ अरे। 3 जना खान फेरि रोटी बनाउने मान्छे क्याटरिङका मान्छे 20वटा पाक्यो गर्नुभयो बुवाले। 20वटा पाक्ने यत्रो टाइम लाग्छ। पनि आउला यता आऊ। घरमा काम गर्दै सिसाको बोतल काम भनेर मलाई खोज्दै बिचरा मान्छेलाई अनि श्री वा श्रीवा कसरी लेख्ने भने यहाँ ल यसरी श्रीवा हो के छोजो के बोल्दा यसको माला भाइको जस्तो माला राख्ने यसमा नि। होइन मलाई नराख्नु सम्झिनु भयो रहेछ है। त्यो मलाई छ नि त भाइ। हो हो अनि वा वा त्यसलाई अब डबल गर्ने कि डबल ठुलो बोल्ड गराउने बोल्ड अब यसलाई चाहिँ बोल्ड गराउने। ल अप्ठ्यारो भयो भने म आउँछु है त। सचिनको व्रतबन्ध नि हामीले त हो नि भनेको। ल हाम्रो कुकुरी श्रीवा लेख्ने कार्यक्रम हुँदैछ होइन। वेल डन नानीले गुड जब गरेको छ नि एकदमै। ल डेकोरेसन यस्तो हुँदैछ रेडी हुँदैछ। स्टिल 10 मिनट लाग्यो। उनीहरूको आफ्नो काम सम्हालिरहनु भयो। कसैले मालाउने, कसैले दुबो केलाउने, कसैले छोरीलाई दुध खुवाउने, आछी फेरिदिने। फर्स्ट एक्सपिरियन्स हो दुबोको मालाको फर्स्ट एक्सपिरियन्स है नानीको लागि। राम्रो बनाएको छु हेर्नु होला भोलि। ल अनि त्यसपछि गएर यहाँ चाहिँ म नानीले श्रीवा भनेर लेखिछिन् काट्दैछु। कति राम्रो बनाएर लेखिछिन् ल। वेल डन नानी। अब लेट्स सी है त कस्तो हुन्छ। सियोले सियो हुन्छ होला नि त नि। खै त्यो कस्तो भएछ? गुडु त्यसो
सुर्खा हाल्दा नि लाउने अच्छा यो वहाँ छ ऊ यसमा दुईवटा रहेछ ऊ त्यहाँ खप्टे रहेछ ऊ त्यहाँबाट यो ए यो त यसरी गर्ने भयो नि यताको कान त तल भएछ भन्दा अनि के हो कुन कालो यताको हो ठिकै छ त उभिएर त्यस्तो देख्ने रहेछ कि रातिको 12 बजेको हालत यस्तो छ लाएर मामी रातिको 12 बजे रातिको 12 ल ल देखाउँ रातिको 12 बजे खोइ भाउजू रातिको 12 बजे हाम्रो 12 बजे अर्ली मर्निङ हामी मैदानमा उत्रिसकेका छौँ होइन चिकिस रेडी गर्ने काम गर्छ अनि हामी चाहिँ चिकन चिल्ली रेडी हुँदैछ चिकन चिल्ली चाहिएमा हामीलाई सम्पर्क गर्नु होला बनाएको कि बसाएको अरे बिहान खाऊ न बहिनीको आज आमा किन सुन्छु भने हो ल अब त खाइसक्यो अनि दिन्छु ल ए खाऊ त रियाना अब हामी बहिनीको लागि हामी भात खानालाई रेडी गर्ने हो कि फाइनल्ली हाम्रो चना आलु अनि पनिरको तरकारी रेडी भयो ल हेर्नु त आमी कस्तो मिठो देखेछ हौ भर्खरै आएर भाउजूको काम चाहिँ यहाँ हामीले काउले र आलु राखेर चाहिँ यस्तो मिठो पकाउनुहुन्छ नि फाइनल्ली यो यहाँ आइसक्यो अनि त्यसपछि अब यहाँ यता ल हेर्नु ल यहाँ भिलाजीको काम के लेख्ने हो रे पुरै होइन म त अब ओभरअल हो नि त सुपरभाइजर ए यहाँ प्यान्टु दुखेर यिनलाई रियाना प्यान्टु दुखेको ल ल अब हामी काउली आलु पकाएपछि खै यता हेर्नुहोस् त ब्युटिफुल आज कि दुलाई भाउजूले राम्रै बहिनीलाई जन्म दिएर हामीले चाहिँ राइस वेनिङ सेरोमनी मनाउन लागेका छौँ वा भइसकेको छ नि त ए अब यसमा ऊ होला नि त फुल टाँसी होला नि त ऊ त बाँकी भएको फुल ल ए माथि भयो डेट पनि लेखेको हुन्थ्यो नि आजको डेट डेट तल डेट ल खै त डेट लेख्नु पर्यो नि आज इङ्ग्लिस डेट 21 जनवरी ल है कस्तो राम्रो वेदर परेको छ काम नलाग्ने थियो है हाम्रो आचार्य निवासमा आज हाम्रो खाने कार्यक्रम हुँदैछ खै त ड्याडी छर्नुहोस् त ल भिनाजुले लेख्दै हुनुहुन्छ लक्की भिनाजु होइन आज 21 होइन त हो हुन्छ अब त्यहाँ ए हो हेर्दा हेर्दै भान्जीले माइजूलाई मेकअप गर्ने दिन पनि आए यस्तो दिन पनि आउँदो रहेछ त ओहो छोरी कस्तो राम्रो भयो कि भाइ ओ माई गड ड्याडीले छोरोलाई कति राम्रो बनाइदिनु भएको कस्तो ह्यान्डसम देखेको भाइ ए हो गुड जब कस्तो ह्यान्डसम देखेको भाइ शिवांश त ओहो नि त्यो बटन नै लाग्नुपर्छ हो र बटन लगाइदिनु न ट्याक्क बस्छ कि उसले खोल्छ नि त फेरि
देखि लिएर होइन राति हेर्नेदेखि लिएर सबै होइन त्यो राम्रो हो नि त खासमा होइन गाउँले दिन जस्तो त्यो केयर होइन आमाले मात्रै पुऱ्याएको पब्लिकली डिस्प्ले गर्नु मिल्दैन तपाईँले यसमा मिल्छ भनेर भनेको छ होइन पब्लिकली डिस्प्ले गर्नु मिल्दैन तर रिलिजियस मिल्छ भनेर भनेको त्यही हो भगवान त्यही हो नि हाम्रो भगवानले भात खाँदै थियो नि आज भगवानले भन न हो त्यसरी बेच्दिनु मम्मी भात खाने मान्छे भात खाने मान्छे भात खाने मान्छेले त सुसु गरिदिएर यस्तरी सु गरिदिनु पऱ्यो ल हुन्छ अरे हेर ल बहिनीले तिमी कहाँ आएको अरे बहिनीको हो बदमा यहाँ छन् दिदी बहिनी यहाँ बसेछन् अब हो यहाँ हुँदैछ तयारी हुँदैछ हजुर यहाँ पूजा हुँदैछ होइन अब नुहाएर अनि त्यसपछि ठ्याक्कै स्वाइपमा खुवाइदिइहाल्ने ए कपडै लाएन फेरि उतै गणेशको त हातमा लिइदिनु नि त यसो जुठो बनाइदिने अनि त्यसपछि अनि अरू कपडा लाएर खुवाउँदै गऱ्यो नि भयो त अनि 10-50 भयो अब नानीले खुवाइदिनु होला अलग ठ्याक्क अहिले राख साइडमा यसलाई खुवाइदिनु कति राम्रो रहेछ हाम्रो नानी अहिले पकाएर बाबु आऊ तिमीले होइन नि त यहाँ यसो पूजा गरेर भिडियो गर्न नि म पठाइदिनु मान्छेलाई अनि यो के हो फेरि यो त्यतिकै हो खै त अनि पूजा गरिसक्यो हालु यता आऊ कोमलतिर यता अब पाउजु लाउँछिन् हामीले कान्छीले क्लोज गरेर खिच्दिनु है पखाइ कान्छी तपाईँ गरेर लगाइदिनु ल नि त्यो टाउको माथि हाल्छ अलिकति हो त्यो हिजो राति सुतेको लागि गऱ्यो होला त्यही भएर खै त्यो के लाग्यो मैले अनि बाह्र गरिदिनु पैसा ल थ्याङ्क यू दादा देऊ न त खै छोरी कसरी हो यो अब सानो तिम्रो किचो मामुको साडी किचोहरूको छ पहिला हुनु गरिदिनु ठिकै छ ए यसरी हो त्यसले सानो बनाउनु ठुलो बनाउनुहुन्छ त्यसले फोल्ड उ गर्न कपडालाई फोल्ड गरिदिन्छु नि त म अनि ज्ञानी भएका छन् गरिदिउँ क्या है अलिक भयो कि यसो फोल्ड गरिदिनु अनि त्यो टाइट गरिदिनु उसले खाएर भ्याइसक्यो चौरसी बन्जन जति यो नि टाइट गर्न सक्नुहुन्छ यो लगाइदिनु होइन लगाइदिनु के छ अरू आउनु पनि के हो झन्डै हाम्रो रियाना त एउटा मेकअपको डल्लो बासी भयो खै मेकअपको डल्लो ल ठिक छ यसैको मात्रै खिच्दिनु ल नानीको मात्रै खिचिदिन्छ नानी मेरो मोबाइलमा हेर्छ भिडियोले म तिमीलाई हल्का बाँध्यो नि यता आउन कोडी दिदिन के बहिनी भिडियो बनाउँछ गुड्रु बनाइराख्नु के केही भएन भाइ आउन हो गाह्रो पर्यो
अनि बाबुलाई अगाडिपट्टि राख्नु हो ल अब बल्ल त्यो फ्रेम गरी खानु पर्ने जान्छु कि म सिंगल सिंगल है ल रियाना बेबी छोरी बेबी बहिनी किन नगर्नु नि ल है ल यो भाँडा खास एउटाले अर्कोलाई टच गरेर राख्नुपर्ने के यस्तो छ चढाइदियो भने चाहिँ गएको हुन्छ बहिनी मिलाउनलाई यहाँ बस्ने एकचोटि अरू पनि राम्रो देख्दैन त्यहाँ तिमी बस्ने ठाउँ हो यो तिमी यहाँ बसेर नचल हो त्यही बस्छ तिमी त्यही बस्छ है अब दादा बहिनीको नि सानो दिदी यहाँनिर याद गर्दै यस्तो मान्छे होइन नि है खाने तयारी भयो शिवांश के गरेको दिदीको दियो म दिदी तिमीलाई अर्को ल के दियो प्लिज यहीको दिदी भन्नु ल ल सानो छ तिमीलाई म दिन्छु त्यहाँ एउटा सानोलाई तै कस्तो हुँदैछ ल ठिक छ हतार हतार भयो के अरे होइन